हामी धेरै पछि जाडोको मौसममा चाहिँ सेकुवा पोलेर बनाएर खाँदैछौँ है। बिन्ता यता हेर्न है, के खाएको? च्वाचेर के खाएको? टुङ्बा त होइन, के हो यो? वाइन हो कि हुस्की हो कि के हो यस्तो? के हो? कोक पो हेर नि, कोक जस्तै लाग्यो है मलाई त। हेलो साजन भाइ, यहाँ से हो? स्वागत छ हामीलाई। हेलो विशाल, हेलो मिस्टर डन, हेलो मिस्टर भटिज। शुभयात्रा आज खाएर एजमा शुभयात्रा। वाउ, खानु त लुक्वाप्पै भतिज त्यो कसरी खानुहुन्छ? आम्मामामा, खुवाइ त पक्का लिम्बूको लु साधन भाइले नि एउटा तिम्रो त कस्तो हुन्छ रातो रातो। अब यो अचार छ, यो यतै राख्छ। अब यसरी राइक भाइ। वाउ, कस्तो छ? टेस्टी छ? ओहो, लु लु भतिजिनले खानु त एउटा। भाइ समाएर बसिरहनु भएको छ हाम्रो सानो नानी। अझै पाक्दुम खोइ त नि खान छिटो सेलिसक्यो क्या। त्यो आगो त ल्याउनु पर्छ उसमै, हिँडे चचाउँदै खानु दुखा हो र। तिम्बुरको अचारसँग त्यस्तो दामी। तिम्बुरको अचार। ओहो, पुष्पा दिदीलाई पनि धेरै मिस गरेको छु, के गर्नु आउँदैन? आउँदै होला नि त। माइला जन्दैछ हात तिम्रो। ओ तात्यो साजन भाइले बोलाएको छ भन्नु। ल मान्दैन त्यो कहिले र म त। ए मेरो छुको छैन, एकछिन सोधिन्छ। 2082 साल पुस, आज कति 25 गते? 24 गतेको दिन। लिनु अलि लिनु अब